काम गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम त गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। बर्खामा पानी पर्दाखेरि त त्यो सोसेर भित्र पानी जाने भयो नि त। जमिनको पानी रिचार्ज हुने भयो। तपाईँको घरको बोरिङमा अस्ति पानी नआएर गाह्रो परेको थियो। अब त्यो बोरिङको पानी माथि आउँछ, इनारको पानी माथि आउँछ। इनारको पानी माथि आएपछि खोलाको पानीको लेभल पनि माथि बढ्छ। सफा पिउने पानी चाहियो। सुन्दै गर्नुहोस् न, यहाँ आइसक्यो सफा पानी। सुन्दै गजब बेइज्जती। मेरो देशको झन्डा हो, म ओढेर हिँडिरहेको छु भनेपछि मैले त कसैलाई सोध्नै पर्दैन नि त्यो कुरालाई होइन। आफ्नो देशको झन्डा मान्छेले ओढेर होइन, दुरुपयोग कसै सदुपयोग भयो भन्नु बरु ठिक हुन्थ्यो होला। तपाईको घोषणा पत्र त उही बोतल फेरियो रक्सी पुरानो भने जस्तो पुराना राजनीतिक दलहरूबाटै सापट लिएको जस्तो अपरिपक्व जस्तो देखिन्छ नि। भने तपाईको जवाफ के हुन्छ? धेरैवटा कुरा राखेका छौँ जुन चाहिँ हामीले कुनै पोलिटिकल पार्टीबाट सापोर्ट चाहिँ लिएका छैनौँ। त्यहाँ फरक कुराहरू पनि छन्, कतिपय कुराहरू सिमिलर पनि छन्, तर योजना सबै राम्रै हुन्छन्। त्यसलाई काम कसरी गर्ने, काम गर्ने कि नगर्ने भन्ने कुरा हो नि त। जस्तै उदाहरणमा हामीले कलेज पढिराख्दाखेरि सबैले एउटै सिलेबस पढ्छन् नि, कसैले फरक सिलेबस त पढ्ने होइन। तर कोही फर्स्ट हुन्छ, कोही थर्ड हुन्छ, कोही फेल हुन्छ नि त। त्यो हाम्रो भिजन एजेन्डा सिमिलर पनि हुनसक्ला, तर काम गर्ने क्षमता कोमा छ भन्ने कुरा हेर्नुपर्छ। तपाईभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि। यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या। रोकेर भवनहरू बनाइयो नि, जस्तै सुन्दाराकै कुरा गर्दाखेरि, लुइटीको कुरा गर्दाखेरि त्यहाँनिर तपाईँको काठमाडौँ मल जुन बन्यो नि त्यसले चाहिँ त्यसको आगमन पानी रोकिदियो। अनि अहिले जुन सेतो टावर बनेको छ 24 तल्लाको, त्यसको बेसमेन्टले चाहिँ तपाईँको सेतो टावर 24 तल्लाको, त्यसको नाम धरहरा होइन? धरहरा त पछाडिको होइन र जुन भत्कियो। हावामा भएको धुलोलाई फिल्टर गर्ने मसिन ल्याउनु पर्यो भने, तर त्यो धुलो मसिन ल्याउने भन्दा त्यो धुलो कहाँबाट आयो त्यसलाई त रोक्ने हो नि त। त्यो बाटो भत्किरहेको छ कि कसैले कन्स्ट्रक्सन चाहिँ आइसोलेट धुलो त उडाकै छ सडकको। ब्रुमर, हाम्रो ब्रुमर मसिनहरू यहाँको जुन धुलो छ नि त्यो उठाउने खालको त मसिनै होइन। त्यो मसिन असक्षम छ। त्यो टाइपको मसिन त्यो भन्दा त बरु मान्छेले भक्तपुरमा जुन मान्छेले सफा गर्छ नि, बढाल्छ नि, त्यो एकदमै इफेक्टिभ भएको छ होइन। राइट ठाउँमा राइट चिज हुनुपर्छ। राइट ठाउँमा रङ चिज भएर त्यो गलत चिज भएको हो। तपाईँको विवाहको बारेमा तपाईँको हामीले परिचयमा उल्लेख गरिसक्यो, तपाईँ विवाहित हो। तपाईँले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारिज, अरेन्ज म्यारिज हो। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको हो? लुकाएको होइन, नसोधिएको चाहिँ हो। किनभने प्रायः चाहिँ अन्तर्वार्ताहरूमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिमा पनि सोध्नु भएको थियो। सोधेको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन होइन। हामी जहिले पनि चलचित्रका निर्माताहरूलाई प्रश्न गर्ने गर्छौँ क्या, ल यो फिल्म फ्लप भयो, चलेन, पानी मागेन भने के त मैदान छोडेर भाग्ने कि अर्को फिल्म बनाउने भन्छौँ। त्यसै गरी कथम कदाचित तपाईँ पनि हार्नुभयो भने पनि मैदान छोडेर भाग्नुहुन्न। यसैसँग यसमै यो मेरो 10वटा फिल्म मध्ये एउटा मात्रै फिल्म हो क्या, यो अरू 9वटा फिल्म बाँकी नै छ।